यो चाहिँ सिस्नो है, अर्ग्यानिक सिस्नो हाम्रो बारीकोटको। यहाँ चाहिँ पानी यसरी आइरहेछ यहाँनिर। यो ठिक छ, हामीले भातको लागि पानी लगेर छौँ। अब हाम्रो बासमा पुगेर आगो यस्तरी रनननन पारी रन्केर दन्किरहेछ। अब खाना पाक्दैछ आगो। हाम्रो मामाजीले एकदम तयार गर्नुभएको छ आगो। अब खाना पाक्नेवाला छ। यतापट्टि यो चाहिँ सुत्ने कोठा यहाँभित्र अँध्यारो छ। माथि यसरी ढाकेको छ ओडारले टक्क लाएर। यो पार्ने ओडार यो धुप होइन, धुपको यो ओडारको यो ढुङ्गाको चुचुरो पनि कस्तो रहस्यमय चाखलाग्दो इन्ट्रेस्ट हेरौँ जस्तो यहाँभित्र ठ्याएको ओडार छ। यो हाम्रो गाईजहरू हेर्दै हेर्नु होला है। यो ३० किचन भान्स भन्ने हो। उतापट्टि सुन्ने त्यो अँध्यारो ठाउँ नपुगेपछि यहाँ पनि छ सुन्ने ठाउँ। यो बाँकी यो मैदानमा फुटबल ग्राउन्ड जस्तो जस्तै रहेछ, तर सानो छ धेरै। 2 वर्ष बच्चाले खेल्न थाल्छ। एकदम अर्ग्यानिक। अर्को मुख देखाउनु त। सक्कली छ है यो। भाँचेर हामीले चेक गरिसक्यौँ। सक्कली च्याउ जाने वाला ठ्याक्कै माने वाला घाटमा त्यहाँ छट्ट माने वाला घाटमा गएको त हामी त्यही बेला माने वाला खोइदिए कुदिएछ माने वाला कुद्दै लाग्यो मोरी के पाउनु गए यही हो रियल हो। यही हो त्यो आमाले पनि हामी त कहानी सुने कहानी हो भने सत्य हो। यहाँ पनि थाहा भइगयो त्यो मोरी के यो आमाले भने त्यो आउट रियल गर्दैन। किन हिँड्नु मिल्दैन? ठिक छ ल डुबाउँ। यति हाल्दा ठिक होला। नुन पानी पनि हाल्दै नि पानी पनि हाल्नुपर्छ।
बस प्रकार चुलो पनि पुग्यो हाम्रो कुकुर हुँदै धेरै टाइम खान्थ्यो फेरि चाउ चाउ मुन्ने त मिठो छ अर्ग्यानिक पनि यही त हो त फेरि लाग्छ टाइम 45-50 मिनट त लागिहाल्छ त घरतिरबाट लैन मन छ गाबा सागा मन्दिर गाडीबाट गाबा त अनि स्पेशल हो अनि यादै भन्नु गाबा त घरमा हुन्छ पत्रकारले पानी ल्याउने बोतल ल्याउने पानी खुवाउने केटाहरूलाई बोतल दिएको थियो